Welcome in the part 1 video of accounting class 10. आज यस भिडियोमा एससी एक्जामिनेसन 2082 मा आउने VVI क्वेशन्स 1 मार्क्समा आउने VVI क्वेशन्सको बारेमा छलफल गर्नेछौँ, जसमा मैले हरेक च्याप्टरबाट 10 वटा टप क्वेशन्सहरू, जसलाई मैले टप 10 क्वेशन्सहरू भनेको छु, हरेक च्याप्टरबाट 10 वटा क्वेशन्सहरू यहाँ लिएको छ र त्यसको सल्युसन पनि यसैमा छ. सो move forward towards the topic. Chapter 1 मा रहेको छ अफिस म्यानेजमेन्ट एन्ड प्रोसिड्युर, जुन कि क्वेशन नम्बर 1 मा आउँछ. फर्स्ट क्वेशन रहेको छ डिफाइन अफिस म्यानेजमेन्ट. Office management can be defined as a task of planning, coordinating, motivating, and directing the efforts of others towards a specific objective in an office. It helps in the efficient mobilization of various resources like machinery, manpower, material, money, etc. Office management को मतलब हो प्लानिङ गर्ने, कोअर्डिनेसन गर्ने, मोटिभेट गर्ने र आफ्नो काम अरूबाट गराइहाल्ने कामलाई नै भनिन्छ अफिस म्यानेजमेन्ट, जसले गर्दा हामी आफ्नो अफिसको स्पेसिफिक अब्जेक्टिभलाई, गोललाई अचिभ गर्न सकौँ. अफिस म्यानेजमेन्टले अफिसमा भएको सबै रिसोर्सेसहरूलाई राम्ररी युज गर्नु, वेस्टेज हुनुबाट बचाउनुमा मद्दत पुर्याउँछ. त्यसपछि छ नेक्स्ट क्वेशनमा हामीसँग स्टेट एनी टु इम्पोर्टेन्स अफ अफिस म्यानेजमेन्ट. अफिस म्यानेजमेन्टको कुनै दुई इम्पोर्टेन्सहरू. त फर्स्टमा छ इम्प्रुभ्स अर्गनाइजेसनल एफिसियन्सी. अफिस म्यानेजमेन्टले के गर्छ? अर्गनाइजेसनको इफिसियन्सी, काम गर्ने क्षमतालाई इम्प्रुभ गर्छ. र दोस्रोमा इन्स्योर्स बेस्ट युटिलाइजेसन अफ रिसोर्सेस. अफिसमा भएको रिसोर्सेसहरूको बेस्ट युटिलाइजेसनमा मद्दत गर्छ. And question number 3, mention any two scope of office management. Any two scope of office management are given below. First मा छ डिजाइनिङ अफिस लेआउट. अफिस म्यानेजमेन्टको कुनै दुईवटा स्कोपमा फर्स्टमा छ डिजाइनिङ अफिस लेआउट र सेकेन्डमा छ ह्युमन रिसोर्स म्यानेजमेन्ट. वाट इज अफिस लेआउट? मतलब यसमा डेफिनेसन सोध्छ हामीसँग. अफिस लेआउटको डेफिनेसन हामी लेख्न सक्छौँ. अफिस लेआउट इज द साइन्टिफिक अरेन्जमेन्ट अफ अफिस रिसोर्सेस विदिन स्पेसिफाइड स्पेस. अफिस लेआउटको मतलब हो हामीसँग भएको स्पेसिफिक ठाउँमा अफिस रिसोर्सेसको अरेन्जमेन्ट, अफिस रिसोर्सेसलाई कसरी कहाँ राख्ने, होइन, त्यसैलाई नै भन्छ अफिस लेआउट, जसले गर्दा अफिसको काम स्मुथ होस्, इफिसियन्ट होस् र इजी होस्. र अफिस लेआउट एउटा इम्पोर्टेन्ट फ्याक्टर पनि हो अफिस म्यानेजमेन्टमा, जसले अफिस म्यानेजमेन्टमा मद्दत गर्छ. त्यसपछि नेक्स्टमा छ डिफाइन अफिस प्रोसिड्युर. अफिस प्रोसिड्युरको डेफिनेसन सोधिरहेछ, मिनिङ सोधिरहेछ. अफिस प्रोसिड्युर इज अ फर्मल प्रोसेस फलोड बाई एन अर्गनाइजेसन टु कलेक्ट नेसेसरी इन्फर्मेसन फर मेकिङ इफिसियन्ट एन्ड इफेक्टिभ डिसिजन. एउटा अर्गनाइजेसनमा भ्यारियस किसिमको डिसिजन्सहरू लिनुपर्ने हुन्छ र डिसिजनहरू लिनलाई भ्यारियस इन्फर्मेसनहरू हामीलाई चाहिन्छ र यो इन्फर्मेसन बाहिरबाट, अर्गनाइजेसनको भित्रबाट पनि बाहिरबाट पनि कलेक्ट गर्नुपर्छ. यो कलेक्ट गर्ने प्रोसेस अथवा यसलाई कलेक्ट गर्नको लागि एउटा अर्गनाइजेसनले डिफ्रेन्ट प्रोसेसहरू फलो गर्छ, त्यसलाई भन्छ अफिस प्रोसिड्युर. त अफिस प्रोसिड्युर एउटा अर्गनाइजेसनलाई, एउटा अफिसलाई टाइमली र करेक्ट डिसिजन लिनमा पनि मद्दत गर्छ. नेक्स्ट छ मेन्सन एनी टु क्वालिटिज अफ गुड फाइलिङ सिस्टम. राम्रो फाइलिङ सिस्टमको कुनै दुईवटा क्वालिटिजहरू. फर्स्टमा हुनसक्छ सिम्प्लिसिटी, सिम्पल. फाइलिङ सिस्टम सिम्पल हुनु पर्यो ताकि सबै इम्प्लोइजहरूले यसलाई म्यानेज गर्न सकोस् बिना कुनै जाउ झन्झट टेन्सनको दिक्कतको. र दोस्रो नम्बरमा फ्लेक्सिबिलिटी हुनु पर्यो. फ्लेक्सिबिलिटीको मतलब अर्गनाइजेसनको जरुरत हिसाबले, अर्गनाइजेसनको जरुरतको हिसाबले हामी फाइलिङ सिस्टमलाई चेन्ज गर्न सकौँ, त्यसलाई मोडिफाई गर्न सकौँ अथवा त्यसलाई रिप्लेस गर्न सकौँ, यसलाई भन्छ हामी फ्लेक्सिबिलिटी. सो आवर फाइलिङ सिस्टम मस्ट बी फ्लेक्सिबल हुनु पर्यो.
त्यसपछि क्वेसन नम्बर 7 मा छ स्टेट एनी टु ट्रेडिसनल फाइलिङ सिस्टम। ट्रेडिसनल फाइलिङ सिस्टमको मतलब हो पहिला पहिला युज हुने फाइलिङ सिस्टमहरू। त सुरुमा छ हामीसँग वायर फाइलिङ र सेकेन्डमा छ हामीसँग बक्स फाइलिङ। वायर फाइलिङमा के हुन्छ भने एउटा मेटलको वायर युज हुन्छ। यो वायरमा हामीसँग भएको डकुमेन्ट्सहरूलाई राख्ने काम गर्छौँ। त्यो पनि हामी जसरी फर्स्टमा पायो त्यसलाई पहिला लगायो, त्यसपछि जुन आयो त्यसलाई पहिला त्यसमा अट्याच गर्यो। मिन्स डेट वाइज त्यसलाई त्यसमा क्रोनोलोजिकली अरेन्ज गर्दै जानुपर्छ। र यसमा हाम्रो मेन पोइन्ट हो वायर युज गरिन्छ, एउटा मेटलको वायर युज गरिन्छ। बक्स फाइलिङ नामैले भनिरहेछ बक्स फाइलिङ। बक्स फाइलिङमा के हुन्छ भने बक्स हुन्छ, त्यो बक्स वुडन पनि हुनसक्छ, मेटल पनि हुनसक्छ। यो प्राय पहिला पहिला युज हुन्थ्यो। पहिला पहिला हाम्रो हजुरबुवा हजुरआमाको पालामा आजभन्दा कमसेकम 20 वर्ष 30 वर्ष 20 वर्ष अगाडि यो फाइलिङ सिस्टम युज हुन्थ्यो। स्टेट इन टु मोडर्न फाइलिङ सिस्टम। मोडर्न फाइलिङ सिस्टम आजकल त धेरै मोडर्न फाइलिङ सिस्टमहरू आइहालेको छ। हामीसँग दुईवटा सोधेको छ। फर्स्टमा हामीसँग छ लेटरल फाइलिङ र सेकेन्डमा छ इलेक्ट्रोनिक फाइलिङ। लेटरल फाइलिङको मतलब हो ड्रवर युज गर्नु। इन लेटरल फाइलिङ अ ड्रवर युज्ड। त्यो ड्रवरमा हामी आफूसँग भएको डकुमेन्ट्सहरू राखिदिन्छौँ र जरुरत परेको बेलामा ड्रवरलाई पुल गरेर डकुमेन्ट्सहरू निकालेर युज गरेर फेरि त्यसले त्यसमा राखेर ड्रवरलाई पुस गरेर हामी बन्द गरिदिन्छौँ, जसले गर्दा हाम्रो डकुमेन्ट्सहरू त्यहाँ सेफ बसेको हुन्छ। इलेक्ट्रोनिक फाइलिङको मतलब यस्तो फाइलिङ अफ सिस्टम हो, चाहे यस्तो सिस्टम हो जसमा हामी आफ्नो डकुमेन्ट्सहरूलाई इलेक्ट्रोनिकली स्टोर गरेर राखेका हुन्छौँ। कम्प्युटर्सहरू युज गरेर, ल्यापटप्सहरू युज गरेर, डिफ्रेन्ट डिजिटल प्लेटफर्म्सहरू युज गरेर, अनलाइन डाटा ब्याकअप सिस्टम्सहरू लाइक मेमोरी कार्डहरू, त्यसपछि हाम्रो क्लाउड्सहरू, आजकल गुगल ड्राइभमा पनि हामी इन्फर्मेसनहरू सेभ गरेर राख्न पाइन्छ। यो भयो इलेक्ट्रोनिक फाइलिङ सिस्टम। नेक्स्ट छ इन विच टाइप अफ अर्गनाइजेसन ब्यागेज फाइलिङ आर स्टिल युज्ड। कुन किसिमको संस्थामा ब्यागेज फाइलिङ, ब्यागेज मिन्स मिसिल फाइलिङको अर्को नाम हो ब्यागेज फाइलिङ, स्टिल युज्ड। कुन अर्गनाइजेसनमा अहिले पनि ब्यागेज फाइलिङ युज भइरहेछ? त मेनली यो गभर्मेन्ट अफिसेसहरूमा, गभर्मेन्ट अर्गनाइजेसनहरूमा युज हुन्छ। अब हामीसँग यहाँ छ, हामीसँग तपाईँ हेर्न सक्नुहुन्छ मेनली यो ब्यागेज फाइलिङ जसलाई मिसिल फाइलिङ पनि भन्छ कोर्टमा युज हुन्छ, पुलिस स्टेसनमा, ल्यान्ड रिफर्म अफिसेसहरूमा युज हुन्छ र यसको बाहेक गभर्मेन्ट अफिसेसहरूमा पनि यसको प्राय युज हुन्छ। र 10 नम्बरमा हामीसँग छ डिफाइन वायर फाइलिङ। वायर फाइलिङ के हो? त वायर फाइलिङ एउटा टेक्निक हो। वायर फाइलिङ इज अ मेथड वेयर जहाँ एउटा मेटलको वायर युज गरिन्छ डकुमेन्टहरूलाई स्टोर गर्नको लागि, अरेन्ज गरेर राख्नको लागि। ठिक छ। वायर फाइलिङमा डकुमेन्ट्सहरूलाई जसरी आयो त्यस्तै हामी अरेन्ज गरेर राखिदिन्छौँ। जस्तै डकुमेन्ट आयो हामी वायर फाइलिङमा क्रिएट गरिदियो, लगाइदियो, फेरि डकुमेन्ट आयो लगाइदियो, डकुमेन्ट आयो राखिदियो, डकुमेन्ट आयो राखिदियो। यसरी वायर फाइलिङमा हामी डकुमेन्ट्सहरूलाई राख्ने काम गर्छौँ। यो पनि सुरुमा हामी पहिला युज हुन्थ्यो, बाउ बाजेको पालामा युज हुन्थ्यो। त्यसैले यसलाई हामी ट्रेडिसनल सिस्टम अफ फाइलिङ पनि भनेर बुझ्न सक्छौँ। ल ओके, नेक्स्टमा जाने। अब च्याप्टर 2 ब्याङ्क, इन्सुरेन्स एन्ड फाइनेन्सियल इन्स्टिट्युसन सम्बन्धी 10वटा क्वेसन्सहरू हामी यसमा पनि लिएका छौँ, जुन कि क्वेसन नम्बर 2 मा आउने सम्भावना प्रबल हुन्छ, धेरै हुन्छ। फर्स्टमा रहेको छ टप क्वेसन हो यो, यसको आउने चान्स एकदमै प्रोबेबल हुन्छ, हाई हुन्छ। ल क्वेसन रिड गरौँ। वेन एन्ड अन्डर विच एक्ट नेपाल राष्ट्रिय ब्याङ्क वाज इस्टाब्लिस्ड। कहिले र कुन एक्ट अन्तर्गत नेपाल राष्ट्र ब्याङ्कको स्थापना भयो? त नेपाल राष्ट्र ब्याङ्क 1956 एडीमा स्थापना भयो र नेपाल राष्ट्र ब्याङ्क एक्ट 1955 एडी अन्तर्गत स्थापना भयो। 1956 मा इस्टाब्लिस्ड भयो न नेपाल राष्ट्र ब्याङ्क एक्ट, एनआरबी एक्ट 1955 को तहत स्थापना गरियो। सेकेन्ड क्वेसन रहेको छ स्टेट द नेम अफ ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसन। स्टेट द नेम अफ ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसन। ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसन, ब्याङ्किङको मतलब यहाँ भनिरहेछ डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन, यस्तो फाइनेन्सियल इन्स्टिट्युसन जसले डिपोजिट एक्सेप्ट गर्छ। त डिपोजिट एक्सेप्ट गर्ने फाइनेन्सियल इन्स्टिट्युसन्समा धेरै ब्याङ्कहरू छ, नबिल ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, हिमालयन ब्याङ्क, महालक्ष्मी ब्याङ्क, कुमारी ब्याङ्क, ग्लोबल आयामी ब्याङ्क,
हाम्रो एन्सरमा छ कुनै पनि एउटा नाम सोधिरहेछ, कुनै पनि नाम सोधिरहेछ, हामी लेखिदिने ग्लोबल आइएमई ब्याङ्क, नोबेल ब्याङ्क, इटिसी, अरू पनि छ। नेक्स्ट रहेको छ स्टेट द नेम अफ एनी वान नन ब्याङ्किङ फाइनेन्सियल एक्टिभिटिज। नन ब्याङ्किङको मतलब हुन्छ नन डिपोजिटरी, यस्तो फाइनेन्सियल इन्स्टिट्युसन्स जसले डिपोजिटलाई एक्सेप्ट गर्दैन। त्यसमा हाम्रो मेनली इन्सुरेन्स कम्पनीजहरू, सिटिजन इन्भेस्टमेन्ट ट्रस्टवाला, सोसल सिक्युरिटी फन्डवाला पर्छ। त हामी एउटा नागरिक लगानी कोष, हामी एउटा लेख्नु छ, एउटा पोइन्ट लेख्नु छ, हामी लेख्ने नागरिक लगानी कोष। यो एउटा यस्तो फाइनेन्सियल इन्स्टिट्युसन हो जसले डिपोजिट एक्सेप्ट गर्दैन, त्यसैले नागरिक लगानी कोषलाई हामी नन ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसन भनेर बुझ्छौँ। नेक्स्टमा रहेको छ वेन एन्ड अन्डर विच एक्ट सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट वाज इस्टाब्लिस्ड। सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट वाज इस्टाब्लिस्ड इन 1991 AD अन्डर सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट एक्ट 1990 AD। CIT को स्थापना 1991 AD मा गरियो र सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट एक्ट अन्तर्गत गरियो। नेक्स्ट रहेको छ नेम द मेजर टाइप अफ इन्स्युरेन्स। इन्स्युरेन्स मेनली नेपालमा 3 किसिमको छ, लाइफ इन्स्युरेन्स, नन लाइफ इन्स्युरेन्स र रिइन्स्युरेन्स। नेक्स्टमा रहेको छ हामीसँग वेन वा सोसल सिक्युरिटी फन्ड इस्टाब्लिस। सोसल सिक्युरिटी फन्ड कुन सालमा इस्टाब्लिस्ड भएको थियो? 2011 AD मा स्थापना भएको थियो सोसल सिक्युरिटी फन्डको। नेक्स्ट इन्ट्रोड्युस रेमिटान्स इन वान सेन्टेन्स। रेमिटान्स भनेको के हो? त इन भेरी सिम्पल वर्ड, हाम्रो देशको जब मानिस बाहिर काम गर्छ, विदेशमा काम गरिरहेछ, नेप्लिज पिपल विदेशमा काम गर्छ र विदेशमा काम गरिसकेपछि त्यहाँबाट पाएको पैसा जब आफ्नो देशमा बेच्छ, आफ्नो फ्यामिली मेम्बर्सहरूलाई पठाउँछ, आफ्नो रिलेटिभ्सहरूलाई पठाउँछ उहाँहरूको जरुरतहरू पुरा गर्नको लागि भने यसलाई हामी भन्छौँ रेमिटान्स। सो रेमिटान्स क्यान बी डिफाइन्ड एज मनी द्याट नेप्लिज इन्डिभिजुअल वर्किङ एब्रोड सेन्ड ब्याक टु देयर फ्यामिली एन्ड रिलेटिभ इन देयर होम कन्ट्री। आफ्नो होम कन्ट्रीमा, आफ्नो बसिरहेको कन्ट्रीमा, आफू जन्म भएको कन्ट्रीमा जब पठाउँछ पैसाहरू आफ्नो फ्यामिली मेम्बर्सहरूलाई, यसैलाई हामी भन्छौँ रेमिटान्स। नेक्स्ट रहेको छ स्टेट एनी 5 लाइफ इन्स्युरेन्स कम्पनीज इन नेपाल। नेपालमा रहेको कुनै पनि 5 वटा लाइफ इन्स्युरेन्स कम्पनीको नाम। फर्स्टमा छ नेपाल लाइफ इन्स्युरेन्स कम्पनी, 2 नम्बरमा छ आइएमई लाइफ इन्स्युरेन्स कम्पनी, 3 नम्बरमा छ सूर्य लाइफ इन्स्युरेन्स कम्पनी, 4 नम्बरमा छ एसियन लाइफ इन्स्युरेन्स कम्पनी र 5 नम्बरमा रहेको छ राष्ट्रिय जीवन बिमा कम्पनी। र सबको सर्टकट नाम, सर्ट फर्म्सहरू यहाँ लेखिएको पनि छ। यहाँ तपाईँ साइडमा हेर्न सक्नुहुन्छ, सबको सर्ट फर्महरू लेखिएको छ। क्वेसन नम्बर 9 मा रहेको छ राइट द नेम अफ फर्स्ट कमर्सियल ब्याङ्क इन नेपाल। नेपालमा रहेको पहिलो कमर्सियल ब्याङ्कको नाम सबलाई थाहा होला, नेपाल ब्याङ्क लिमिटेड। र यो फर्स्ट कमर्सियल ब्याङ्क मात्र होइन, फर्स्ट ब्याङ्क इन नेपाल पनि हो। नेपाल ब्याङ्क लिमिटेड NBL इज द फर्स्ट कमर्सियल ब्याङ्क एन्ड फर्स्ट ब्याङ्क इन नेपाल। फर्स्ट कमर्सियल ब्याङ्क पनि हो र फर्स्ट ब्याङ्क इन नेपाल पनि हो। क्वेसन नम्बर 10 मा छ डिफाइन मनी मार्केट। मनी मार्केट के हो त? यो एउटा मार्केट हो जहाँ सर्ट टर्म सिक्युरिटिजको कारोबार हुन्छ। सो मनी मार्केट डिल्स विथ बाइङ एन्ड सेलिङ, ट्रेडिङ भन्छ, बाइङ एन्ड सेलिङ अफ securities having less than 1 year of maturity. Means money market deals with buying and selling of short term securities. Short term means the securities which have maturity less than 1 year. र मनी मार्केटमा कारोबार हुने केही सेक्युरिटिजहरूको नाममा हाम्रो हुन सक्छ प्रोमिसरी नोट्स, बिल्स अफ एक्सचेन्ज, सर्टिफिकेट अफ डिपोजिट, ब्याङ्कर्स एक्सेप्टेन्स ETC। यो यहाँ दिएको प्रोमिसरी नोट, बिल अफ एक्सचेन्ज, सर्टिफिकेट अफ डिपोजिट, यो इन्स्ट्रुमेन्टहरू मनी मार्केटमा ट्रेड हुन्छ, मनी मार्केटमा बाहिर सेल हुन्छ। नेक्स्टमा अब रहेको छ इन्ट्रोडक्सन टु ट्याक्स च्याप्टर 3, बिजनेस एकाउन्टिङ च्याप्टर 4। यो दुवै च्याप्टरबाट मिलाएर 10 वटा क्वेसन्सहरू यहाँ राखिएको छ जुन कि क्वेसन नम्बर 3 मा SE एक्जाममा आउने हुन्छ।
यो VBI क्वेसन्सहरू हो, प्र्याक्टिस गर्नु होला। फर्स्ट क्वेसनमा रहेको छ राइट द फुल फर्म अफ प्यान। वी एभ्रीबडी नो इट भेरी क्लियरली that full form of PAN is permanent account number, permanent account number। सेकेन्डमा रहेको छ राइट द मिनिङ अफ VAT। VAT को मतलब के हो त VAT एउटा इन्डाइरेक्ट ट्याक्स हो जुन कि गुड्स र सर्भिसेसहरूमा चार्ज गरिएको हुन्छ, इम्पोज गरिएको हुन्छ। हाम्रो नेपालमा VAT को रेट 13% तोकिएको छ। नेक्स्ट छ वाट डु यु मिन बाई ट्याक्स। ट्याक्स के हो त सिम्पली ट्याक्स इज अ कम्पल्सरी कन्ट्रिब्युसन। Tax is a compulsory contribution made by public, made by individuals, households, firms to the government। Public ले, households ले, individual ले, firm ले, government लाई तिर्नै पर्ने चार्ज लाई भन्छ ट्याक्स। र सरकारले मेनली ट्याक्स लाई मान्छेको इन्कममा चार्ज गर्छ, मान्छेको प्रोपर्टीमा चार्ज गर्छ र मान्छेले गरेको एक्टिभिटी कुनै पनि बिजनेसहरू गरिरहेछ भने त्यसमा चार्ज हुन्छ। प्रोपर्टीहरूको किनबेच गर्ने बेलामा ट्याक्स लगाइन्छ र यदि कोही इन्कममा इन्भल्भ छ, इम्प्लोइमेन्टमा इन्भल्भ छ भने त्यहाँ चार्ज गरिन्छ। र ट्याक्स दुई किसिमको हुन्छ, डाइरेक्ट ट्याक्स र इन्डाइरेक्ट ट्याक्स। Question number 4 ma give some examples of direct tax। Some examples of direct tax are income tax, property tax, interest tax, vehicle tax, etc। डाइरेक्ट ट्याक्स को मतलब हो जुन व्यक्तिमा ट्याक्स लादियो त्यही व्यक्तिले तिर्नुपर्ने ट्याक्सलाई भन्छ डाइरेक्ट ट्याक्स। क्वेशन नम्बर 5 मा रहेको छ गिभ सम एक्जाम्पल्स अफ इन्डाइरेक्ट ट्याक्स। इन्डाइरेक्ट ट्याक्स को मतलब यस्तो किसिमको ट्याक्स, यो पनि एउटा ट्याक्सको टाइप हो जुन कि चार्ज गरिन्छ एउटा पर्सन माथि र पे गर्छ अर्को पर्सन। त यस्तो किसिमको ट्याक्सलाई हामी भन्छ इन्डाइरेक्ट ट्याक्स। इक्जाम्पलमा छ भ्यालु एडेड ट्याक्स जसले हामी VAT भन्छौँ, एक्साइज ड्युटी, इम्पोर्ट ड्युटी, एक्सपोर्ट ड्युटी, कस्टम ड्युटी, इटिसी। नेक्स्ट छ राइट द फुल फर्म अफ NFRS। NFRS को फुल फर्म नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड। नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड यो हो NFRS को फुल फर्म। नेक्स्ट हामीसँग रहेको छ वाट डु यु मिन बाई नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड। नेपाल एकाउन्टिङ स्ट्यान्डर्डको मतलब के हो, मिनिङ के हो त हाम्रो देशमा रहेको एउटा इन्डिपेन्डेन्ट स्ट्याट्युटरी बडी हो। एउटा देशमा रहेको इन्डिपेन्डेन्ट हैन, कसैमा डिपेन्ड नभएको, भर नपरेको इन्डिपेन्डेन्ट बडी हो जसले बिजनेस इन्टरप्राइजेसहरूको लागि हैन एकाउन्टिङ स्ट्यान्डर्ड्सहरू सेट गर्ने काम गर्छ, एकाउन्टिङ स्ट्यान्डर्ड्सहरू बनाइदिने काम गर्छ। ठीक छ। यसको मुख्य उद्देश्य हो एकाउन्टिङ सम्बन्धित पोलिसीहरू, एकाउन्टिङ सम्बन्धी फर्मेटहरूलाई बनाउने, फर्मुलेट गर्ने र बनाइसकेपछि तिनीहरूलाई इम्प्लिमेन्ट गर्ने, काममा ल्याउने काम कसको हो त नेपाल एकाउन्टिङ स्ट्यान्डर्डको हो। ठीक छ। र यो इन्डिपेन्डेन्ट हो, कसैमा भर परेको हुँदैन, यो इन्डिपेन्डेन्ट बडी हो। ठीक छ। नेक्स्ट हामीसँग छ स्टेट द मिनिङ अफ म्यानेजमेन्ट एकाउन्टिङ। म्यानेजमेन्ट एकाउन्टिङको मतलब के हो त सिम्पल म्यानेजमेन्ट एकाउन्टिङ एउटा एकाउन्टिङको ब्रान्च हो, एउटा टाइप हो जसमा म्यानेजर्सलाई डिसिजन मेकिङको लागि, डिसिजनहरू लिनको लागि डिफरेन्ट किसिमको फाइनेन्सियल इन्फर्मेसन प्रोभाइड गरिन्छ। द म्यानेजमेन्ट एकाउन्टिङ इज कन्सर्न्ड विथ प्रोभाइडिङ डिफरेन्ट फाइनेन्सियल इन्फर्मेसन्स or different information related to accounting are provided to manager in making financial decision or to formulate plan or to formulate policies। ठीक छ। एकाउन्टिङ को ब्रान्च म्यानेजमेन्ट एकाउन्टिङले प्लानिङमा र कन्ट्रोलिङमा म्यानेजरलाई मद्दत गर्छ। यो एउटा टुल हो, टेक्निक हो। नेक्स्टमा छ हु डेभलप्स एकाउन्टिङ स्ट्यान्डर्ड इन नेपाल। नेपालमा
एकाउन्टिङ स्ट्यान्डर्डहरू, रुल्स रेगुलेसन, पोलिसिजहरू कसले बनाउने काम गर्छ? त एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड अफ नेपाल, जसलाई हामी एएसबी भन्छ, एएसबी भनेर बुझ्नुपर्छ। एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड एएसबी अफ नेपाल डेभलप्स एकाउन्टिङ स्ट्यान्डर्ड इन नेपाल। नेपालमा एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डले एएसबीले बनाउने काम गर्छ, जसलाई हामी एनएएस पनि भन्छौँ, नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड पनि भनेर बुझ्छौँ। क्वेसन नम्बर 10 मा छ हामीसँग राइट द फुल फर्म अफ आइएफआरएस एन्ड एनएएस। त आइएफआरएस को फुल फर्म हो इन्टरनेसनल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड र एनएएस को फुल फर्म हो नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड्स। आइएफआरएस को फुल फर्म भयो इन्टरनेसनल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड एन्ड एनएएस को फुल फर्म भयो नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड। गर्दा हाम्रो सक्छ। अब नेक्स्ट पार्टमा बाँकीको क्वेसन्सहरू आउनेछ।